हेलो एभ्रिवान, गुड मर्निङ, नमस्कार। आज चाहिँ म तपाईँहरूलाई मेरो बिहानीको खानेकुराको सुरुवात चाहिँ कसरी हुन्छ भनेर देखाउन लागिरहेको छु। सो लेट्स है त मेरो भिडियोलाई चाहिँ पुरा हेरिदिनु होला। सो मैले आज सधैँ बिहानको नास्तामा चाहिँ मसँग जे एभाइलेबल हुन्छ, अर्ग्यानिक खानेकुरा, हेल्दी खानेकुरा, त्यसपछि फ्रुट्स अथवा ड्राई फ्रुटहरू के हुन्छ त्यो म चाहिँ के खान्छु बिहान भनेर म यहाँहरूलाई देखाउन लागिरहेको छु। सबैभन्दा सुरुमा चाहिँ खासमा म बिहानै उठेर पानी खान्छु। पानी चाहिँ मैले खाइसकेको छु होइन। त्यसपछि चाहिँ मेरो बिहानीको सुरुवात चाहिँ यसरी हुन्छ साथीहरू। उठिन्छ होला है यसरी। यहाँ थालभरि मैले मसँग जे छ होइन, सबै थोकको एभाइलेबल हुँदैन, मसँग जे छ त्यही। अनि अब फेरि मसँग सागपातहरू त त्यस्तो केही छैन, त्यही पनि मेरो बिहानीको सुरुवात चाहिँ यसरी हुन्छ। सबभन्दा म पहिला मलाई यो सबैको खानेकुराहरू मनपर्छ। सबभन्दा पहिला च्याउ खान्छ। च्याउ खाएँ। त्यसपछि मसँग गाजर छ, सानो सानो टुक्रा। मजाले गाजरको सिजन पनि भएको भएर मेरो गाउँमा धेरै गाजर फल्छ। सो गाजर खान त किन छुटाउने होइन। त्यसमा गाजर चाहिँ तपाईँले खान धेरै टाइम लाग्छ। यसको त टुक्रा टुक्राहरू मुखमा बसिरहेको छ। धेरै बेर तपाईँको मात्रै लिन सक्छु। त्यसपछि म यति बेला काँक्राको सिजन पनि छ। आफैसँग फलेको त होइन, आफ्नैमा फलेको त होइन, त्यो पनि यो किनेर ल्याएकै हो। गाजर काँक्रा पनि खान्छु। त्यसपछि मसँग यहाँ प्याज छ, यो प्याज पनि खान्छ। कसै खान्छ प्याज होइन, म खान्छु। प्याज चाहिँ के फाइदा पर्छ एक्ज्याक्टली मलाई पनि थाहा छैन, कमेन्टमा भन्नु होला है यहाँले। यहाँ चाहिँ यो ग्लासमा चाहिँ मसँग लेमन टी छ, मैले लेमन हालेर अघि रेडी गरेछु। सो म त्यसमा पानी पनि खान्छु। त्यसपछि मसँग तपाईँ यहाँनिर अहिले भिडियोमा देख्नु लागि मात्रै म तपाईँलाई यो खाएको होइन, पहिला म फ्रुट्सहरू खाइसक्छु अनि मात्रै त्यसपछि लास्टमा ड्राई फ्रुटहरू खान्छु। मलाई सुरुमै ड्राई फ्रुटहरू खाने हो, मिसमास गरेर खायो भने केही छैन, चल्छ होला, पचाउँछ होला जस्तो लाग्छ। त्यसपछि मसँग यहाँ काजु छ, काजु खान्छु। काजु छ, अब काजु किन धेरै खाने होइन, दुई तिनवटा म खान्छु, धेरै खान सक्दिनँ। त्यसपछि मसँग आलमन्ड पनि छ, म भिजाएर खानु मन पर्दैन, यसलाई पकाल्छु अनि त्यसपछि खाने। अब यो सक्नु धेरै टाइम लाग्छ, म खाँदै गर्छु। अनि लास्टमा बाँकी भनेको कागती पानी त सधैँ, त्यो पनि कागती पनि छ, कागतीको टुक्रा पनि छ। म कागतीको टुक्रा पनि यति खान्छु। कागती टुक्रा साथीहरू यसरी मैले यो च्याउ, काँक्रा, प्याज, गाजर, काजु, आलमोन्ड, लेमन टी लेमन वाटर खाइसकेँ। अनि अब सेम क्या अब दिदीबहिनी हो नि त पछाडि सिमेर हुनु, अनि उसको मेरो रुटिनै मिल्दैन होइन। यसको खानु बिहान भन्यो भने अब आफ्नो त्यो बानी पनि हुन्छ, ह्याबिट पनि हुन्छ, हुँदैन अरे। उसको चाहिँ बिहानको सबभन्दा अब हुन त बिहान त पानी खान्छ, पानी खाइसके पछाडि उसको दिनको सुरुवात कसरी हुन्छ एकचोटि हेरौँ न त। ओइ आइज त, तपाईँ आएर त तेरो बिहानको सुरुवात केबाट हुन्छ? अझै प्याकेटै लिएर आउँछु। मैले चाहिँ होइन गाइस, हेलो मेरो नाम चाहिँ पवित्र पठाल। मलाई चाहिँ जस्तो तस्तोले हुँदैन क्या, सिधै बिहान पानीपछि चिया चाहिन्छ। चिया पनि फेरि कस्तो भने उकिन्छ देखिँदैन, दुध चिया नखाउँ न भनौँ, 24 घन्टा यसो खाली भयो कि चिया चाहिहाल्छ। अब भरे भात खाइसकेपछि भात 9-10 बजेतिर खाइन्छ, अनि त्यसपछि फेरि 12 बजे 1 बजेतिर फेरि पुग्छ, फेरि बेलुका 4-5 बजेतिर फेरि पुग्छ। साथीहरू म चाहिँ अब यो खाइसकेको सबै भिडियो देखाउँदा टाइम लाग्छ। अब यो भिडियो चाहिँ आजलाई यहीँ इन्ड गरौँ, फेरि नेक्स्ट भिडियोमा हामी भेट्नुपर्छ। अब चिया र अनि त्यसपछि यो खाँदै गर्दा कस्तो खालको कम्बिनेसन हुन्छ खानाको। जे जसो भए पनि भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। फेरि अर्को भिडियोमा भेट्दै गरौँला। बाई बाई।